मर्निङ सबैजनालाई। हामी चाहिँ अब स्मोकी माउन्टेन जान लागेको सेन्ट लुइसबाट। चाहिँ अब बिहानको कति 5:30मा निस्केको। आधी घन्टा भयो। हाम्रो यहाँ ड्राइभर, हाम्रो यहाँ सिटमा यहाँ अर्को छ। राम्रो छ। अनि लवन ब्रोलाई कस्तो फिल भइरहेछ त? अब मलाई चाहिँ हल्का स्लिपी फिल भइरहेछ है। अब निदा लागिरहेछ। अब हामी चाहिँ कफी खाँदै अगाडि बढ्दै हाम्रो फर्स्ट डेस्टिनेसन चाहिँ अब न्यासभिलबाट स्मोक द लस्सी भन्ने छ होइन, क्रेजी ठाउँ छ अरे है ब्रो त्यहाँ त। अनि मोबाइल चाहिँ के अरे गुफाभित्र लेक ओडाएर क्या फोक्सुन्डोभित्र मजा आउँछ। ल सबजना एक्साइटेड छन् होइन। हामी चाहिँ अहिले अँध्यारोको बिचमा इलिनोय होइन ब्रो? हामी चाहिँ अहिले इलिनोयमा छौँ, जङ्गलको बिचमा। दुईतिर जङ्गल, बाटो हेरेको छ। ल हामी अब अपडेट गराउँदै गर्छौँ। ल हामी चाहिँ अब सनसेट हेर्दै सनराइज हो ब्रो। सनराइज है। हामी चाहिँ अब सनराइज हेर्दै जाँदैछौँ हामी चाहिँ न्यासभिलतिर है। न्यासभिल हुँदै 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 हामी त लस एडभेन्चर लस्सी इन्द्रचोकको होइन नि फेरि हाम्रो के अरे टेनेसीको हो। राम्रो भ्यू छ है। हामी चाहिँ अब न्यासभिल आइसक्यौँ है। न्यासभिलमा एभरेस्ट रेस्टुरेन्ट एन्ड बार होइन त। ल हामी चाहिँ आइसकेका छौँ न्यासभिल। यसपछि टेनेसी ग्याटलिनबर्ग। ल यो चाहिँ बबाल छ सेटअप। भित्रको सेटअप पनि बबाल। यो चाहिँ रेस्टुरेन्ट बार रहेछ है। हाम्रो चाहिँ अब रेस्टरुम भनेर भित्र के रहेछ हेरौँ है त। सरप्राइज हो जस्तो है। रेस्टरुमभित्र के रहेछ त यस्तो? हो रेस्टरुमभित्र पुल बबाल रहेछ है। होइन बबाल। ल है त हामी चाहिँ अब के अरे पुल कार्यक्रम हाल्ने गोटी खोइ त कुन चाहिँ हो? ए अझै बाँकी छ गोटी। यो रातोवाला हो यो आठले क्या। ल हामी चाहिँ अब स्टारबक्स अन द वे टु ग्याटिनबर्ग होइन त। अब 1 घन्टा 10 मिनट त्यसपछि विल बी इन ग्याटिनबर्ग। कफी ब्रेक क्रस भिलेज भन्ने ठाउँमा है यो चाहिँ।
बाटो है यस्तो बाटो पनि हुँदो रहेछ है तरेको मात्रै बाटो देखिँदो रहेछ आमा हो के साह्रो हौ सिलिमिली डाँडा Welcome to heaven, man. Thank you. Hey, welcome to Gavin Box. Gavin Box, welcome to you. No, I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up. No, I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it. होटल आइपुग्यो लक हानेर निस्क्यौँ है त लक हानेर निस्किने चाहिँ हो ए लक यस्तो रहेछ नि त यस्तो गरे चाहिँ लक भयो यो चाहिँ अनलक गरेछ ए यस्तो रहेछ नि त लक भयो ए यस्तो इलेक्ट्रोनिक हुँदो रहेछ यता है दुर्बिन पनि रहेछ यार ल जमजम ल अब डाउन टाउनतिर है यताबाट बाटो छ क्या हाने क्या हर त्यतिले ल है ग्याटलिनबर्गको बस ग्याटलिनबर्गको साझा यातायात सिकागो रिभर हेरेर आएको है यो रिभर त के अब है भन्ने ढल जस्तो हो त है यो चाहिँ ढल जस्तो त्यही त Large private balconies on the river. यो सानो रिभर चाहिँ रहेछ ब्रो है यो नट द्याट बिग हामी कहाँ जाँदैछौँ रे अब हामी जाँदैछौँ माथि डाउनटाउन टाउनतिर फायर वर्क हेर्नलाई होइन त हो ल रिभर पनि रहेछ घुमाउनु कसरी रिभरलाई ल सानो एउटा रिभर रहेछ है हो यही अब टिकट काटेको हामीले ल आएन किस्ता यो चाहिँ के केबल कार हो यहाँबाट सुरु हुन्छ ब्रो ठोक्लाउ ओहो यिनीहरू के ल है हाम्रो यो चाहिँ हाम्रो फायर वर्क हुने टावर स्काई निडल होइन तलबाट हेर्नु माथि चाहिँ पड्काउँछ हामी तलबाट माथि हेर्ने क्या यसलाई डाँडाबाट हो होइन तल त्यो हो अनि त्यो चाहिँ एनवाई बल भन्छ क्या त्यसलाई चाहिँ न्युयोर्क इपको लागि बल बनाउँछ यिनीहरूले एभ्री सिटीमा हाम्रो यो के अरे ग्याटलिनबर्गको चाहिँ 10 स्मोकी बल के भन्दो रहेछ त्यसलाई त्यो चाहिँ भइहाल्यो रेडी छ अलि अगाडि गएर राइट लेफ्ट आज चाहिँ मलाई चाहिँ आज के अरे टुर गाइड चाहिँ फिल भइरहेछ यार हो र अनि सब रिसर्च गरेको नि त छैन रिसर्च गरेर अलिअलि हेरेर आएको हो यस्तो राम्रो साइडमा रिभर पनि छ है एउटा ल त्यही त तर होइन हाम्रो बागमती पनि बेटर छ तर अलिकति म्यानेजमेन्ट नभएको हाम्रो बागमती यो भालुमती हो यतातिर चाहिँ अरू ठाउँमा चाहिँ के अरे बिहेवियर अफ डग हुन्थ्यो यहाँ चाहिँ बिहेवियर अफ के हुन्छ अरे ब्रो भन्दै हो त बियर जतिखेर नै आउन सक्छ है ब्रो तर हामीले चाहिँ तिनीहरूलाई नो फिडिङ है बियरलाई फेरि खाने बियर होइन नि फेरि जनावर बियर गम्मी बियर त्यसलाई खाना दिन गयो भने फेरि खाइदिएला ऊ अगाडि कहाँ छ ट्र्यास क्यानमा दिए ओ ल ग्याटलिनबर्ग मिस्टेरियस माउन्टेन म्यान्सन रहेछ सरी हामी चाहिँ अब ग्याटलिनबर्ग म्यान्सनमा छौँ है
ल है यो चाहिँ भूतघर भन्छ है नेपालीमा चाहिँ यो ग्याटिनबर्ग चाहिँ कस्तो रहेछ भन्दाखेरि नेपालको के अरे के भन्छ त्यसलाई बन्दीपुर बन्दीपुर जस्तै रहेछ तर दामी छ ठाउँ भाइबी छ एकदम अलिअलि भाइब चाहिँ म्याच गर्न खोज्दो रहेछ तर बन्दीपुर हाम्रो बन्दीपुर राम्रो बन्दीपुर होइन त तर बाटो चाहिँ एकदम सिमिलर थियो एकदम नेपालकै याद आउने त्यही त रमाइलो भएको थियो आउनलाई त्यही त बाटो एकदम मैले यो साइड ड्राइभ गरिकन होइन त्यो आजको जस्तो बाटो केबल कार भोलि चढ्ने केबल कार एनाकिस्ताको बाटो के अरे कार यहाँ रहेछ के डर लाग्नु यार मैले हानिसकेछु त्यो फेरि हान्नु हामीले डाउनटाउन आइपुग्यौँ है बिलिभ इट अर नट ल सुगरल्यान्ड भन्दो रहेछ नि त्यसलाई वेलकम टु सुगरल्यान्ड ल थ्याङ्क यू ओहो ल हाम्रो डाउनटाउनको चहल पहल डाउनटाउनको एट्र्याक्सन है सरसफाइ भइरहेछ यता राइट बुढाहरूले ठाउँ प्याक गरेर बसिसक्यो अहिले बेलुकाको लागि यत्रो भिडभाडमा हिँडेको असर पछि आजै हो कि क्या फाइभ गाइज ल यो पनि बबाल छ ब्रो फाइभ गाइज हामी ग्याटिनबर्गमा नेपाली हामी मात्र हो कि क्या हो Turn left after you need gifts and teas too. ल हामी चाहिँ 601 आइपुग्यौँ है स्मोकी माउन्टेन एन्ड ब्रुअरी ल ब्रुअरी एन्ड रेस्टुरेन्ट ल कडा रहेछ अर्ग्यानिक अथेन्टिक लोकल बियर पनि एक ट्याङ्कीमा खान्छ यो त बडवाइजरको ऊ जस्तै गाछ लाग्यो के अरे बियर पनि भित्रै बनाउँछ कि यिनीहरूले ल यहाँ चाहिँ के हुन्छ कि यता चाहिँ ओहो प्याक छ यार अब काउन्टडाउनलाई वेट गर्दैछौँ है अब कति मिनट बाँकी छ भन्दाखेरि कहाँ छ टाइमहरू 14 मिनट बाँकी छ ल ड्रोनहरू आउँदैछ है अब ह्याप्पी न्यु इयर भन्नलाई यहाँ चाहिँ ड्रोन भन्छ नेपालमा चाहिँ यसलाई जुनगिरी भन्छ है गाइजहरू अब ह्याप्पी न्यु इयर लेख्छु त्यसले अब हेर ओ ड्रोन अट्याक है ल कहाँबाट एट्याक आउँछ थाहा छैन 3D हो क्या हो यार 3D ड्रोन घाँटी दुख्दो रहेछ यता आउँछ नि गर्ने हो ओ यो त बेलुन रहेछ नि त बेलुन रहेछ अरे हो टाँस्या छ हेर नि त्यहाँ उता ओ भालु 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 अब ग्याटिनबर्ग आउला होइन होइन विस्की बनाउँछ अब जेडी ओ ग्याटिनबर्ग
के आयो म्युजिक सिटी फोन त ओ गिटार अर्को चाहिँ के हो ब्रो सारङ्गी छ है अन्त हिँडे मान्छे जस्तो छ त ए अवतार कताको खिच्ने माथिको बत्ती बन्द रहेछ पुरै कस्तो नराम्रो ठाउँमा बसेछ कि है हामी विस्की पुरै भगाउनुपर्छ 18, 17, 16 काउन्टडाउन सुरु लगाइदिएर ह्याप्पी न्यु इयर है ल ल ल ह्याप्पी न्यु इयर ल ल ल ल ल ह्याप्पी न्यु इयर है ल ल ल ह्याप्पी न्यु इयर Happy New Year!
मान्छे कहाँबाट आयो अरे असममा दसैँको बेला हुने जस्तो भिड छैन है लास्टै भिड छ यार न्यु इयरले गर्दाखेरि बागमतीको बाटो ल हामी जाँदैछौँ गोइङ ब्याक टु होटल न्यु इयर पनि सकियो फायरवर्क पनि हेरियो ड्रोन पनि उडाइयो उडाएको हेरियो होइन त हेर न के थियो ट्याटु त्यो त मेहन्दी होइन मोटी मेहन्दी होइन मेहन्दी त्यसको के भिडियोमा के भनिदिनु होइन फेमस रहेछ आज यताबाट निस्किदिने यता धेरै मान्छे गएको छैन कता कहाँ एकदम विलचेयर आइरहेछ उडाइला बुढोले फेरि होइन बुढा छ बिलिभ इट आर नट के हो यार यो खतरा छ त ल जू हो कि क्या भालु पाहाड है कहाँ केटाहरू ल अब गोइङ ब्याक ल हामी चाहिँ अब जाँदैछौँ एनाकिस्ता तर यस्तो जाम छ कि डाउन टाउन पुरै बिजी छ है बिजी छ भ्यू चाहिँ तर राम्रो छ यता हिँड्दा हिजो रातभरि मान्छेले भिड गरेको ब्रो होइन यही हो यार यो पुरै गाडी नै पुरै ब्लक थियो बाटो पुरै ब्लक गरेर वर्ल्ड कप न्यु इयरलाई यहाँबाटै होला फायरवर्क भएको हिजो है सानो सिटी रहेछ तर रमाइलो रहेछ है नेपालमा नि यस्तो के गर्न सकिन्छ डेभलप गर्यो भने रोडहरू है नेपालमा त हरेक सिटीलाई यस्तै बनाउन सकिन्छ यस्तै त खाने प्रायः छ ठाउँ टुप्रो भ्यालीहरूलाई यस्तो यस्तो बनाएर उकालोमा पुरै केबल कार हालिदियो ट्रली लरी जस्तो Your call has been forwarded. के गर्छ यो दाइ Your call has काटिदिन्छ कल ब्याक गर्न होला क्या उसबाट एसआरबाट हिजो यस्तो क्रेजी भिड थियो आज खाली भयो बल्ल अलिअलि आज पनि हल्का भिड चाहिँ भिडै छ है ठम्मी बजार जस्तो छ है स्मोकी होलिडे जान्छ माथि केताबाट ल ल क्रिसमस ट्री छ यतापट्टि हामी चाहिँ एनाकिस्ता जाँदैछौँ मजाले माथि त्यो केबल कार छ त्यो माथि चढेर अब 10-15वटा लोकेसन छ माथिबाट देखाउँछ होइन मजाले फिल हुने हो ल रमाइलो रहेछ यार माहौल एकदम रमाइलो छ है रमाइलो हाइकिङ गरेपछि पनि जोस आएको चाहिँ अझै हाम्रो डाउन भएको छैन है अझै हाई छ है अझै हाउ द जोस ल उसले बोल्दैन कि उसले गरेर जोस यति छ कि उसको स्पिचलेस भइसकेको छ है ल अब रमाइलो छ जोस टेनेसी ल हामी चाहिँ 2 घन्टा लाइन बस्यो होइन त 2 घन्टा लाइन आयो त 3 घन्टा बस्यो भने म त शिवरात्रिमै त लाइन बसेको थिएन पहिला रातिमा के गर्न दर्शन गर्नलाई क्या दर्शन गर्न ल है ल हाम्रो चाहिँ अब बोल फाइनली लाइन पाल्ला आयो है ल देखाइदियो त है ल ल 2 घन्टा वेट गरेपछि पाल्ला आयो 2 घन्टा वेट गरेर के दियो अब जाँदैछौँ भित्र ल फाइनली पालो आयो बल्ल पालो आयो अब है गाइजहरू ल पालो आयो है दिनभरि राम्रो फोटो जाएको छैन रे आइरहेछ है यसरी ओ यसरी जाँदो रहेछ मुठी अडेन क्या यसो जाँदो रहेछ नि त है यसरी सर पालायो
म चाहिँ अब एज युजल नम्बर 1 मै जान्छु है गाइजहरु हेलो आयो हाम्रो आयो ल वी आर वेटिङ टु बी सिटेड है तान केटा तान ल ल हामी चाहिँ जाँदैछौँ है अब ल के होला अर्को अब ट्राफिक जाम भएको छ माथिपट्टि है हामी चाहिँ जाँदैछौँ है ल तलको भ्यू चाहिँ राम्रो छ जुत्ता देखाइदिउँ है ल जुत्ता आज हाइक पनि गऱ्यो हावामा नि आयो है जुत्ता चाहिँ लास्टै कडा रहेछ आज ल जाडो है जाडो खान रहर लाग्यो केटाहरूलाई डर त लाग्दो रहेछ यार है होइन सुरुमा लाग्छ होइन त्यहाँपछि बानी पर्छ कि ल खुट्टा आनन्दले बस्छ न चिलमा खुट्टा आज यो जुत्ता धेरै ठाउँ पुगिसक्यो चिम्नी टपदेखि एनाकिस्ता मैले गरेर किन कि खुला होला मनोकामना त ए अब हाम्रो अभिषेक बोच डराइरहेको छ है म यस्तो हाइटमा डर लाग्ने मान्छे ल हेलो खै कहिले हाई गरेन ठुलो मान्छे रहेछ फर्किँदाखेरि चाहिँ राम्रो भ्यू देखिँदैछ है अहिले भन्दा पनि फर्किँदा ल यसो अन्धकारमा हामी गइरहेछौँ माथि है आउने बेला चाहिँ उज्यालो हुँदा फ्ल्यास बोल्यो कि छैन बोलेको त्यही पनि त्यसलाई डर लाग्यो माथि लाइटसम्म छ बाटो हामी चाहिँ अब कहाँ छौँ अहिले पार्कमा छौँ यताबाट फायर भिलेज ब्ल्याक बियर भिस्टा गार्डन स्टोन भिलेज ट्रेल हेड प्लाजा हुँदै एक्स्ट्रा लुमिना हुँदै निस्किनु पर्ने रहेछ ल इट्स लाइक अ मिनी डिस्नील्यान्ड है होइन त के भन्न चाहन्छु भन्छ ल यहाँ चाहिँ यिनीहरूले पाहाडमा पुरै कार्टुनको जस्तो पुरै पाहाडै कब्जा हानेको रहेछ त्यही त बच्चाहरूलाई चाहिँ बवाल लाग्छ डाँडै अब त्यही त डाँडा नै हामीले अब घुम्नु पर्ने रहेछ ठिकै छ ढिला भए पनि अब रमाइलो छ झिलिमिली छ 6:30 भइसकेको छ अहिले 6:44 है 6:44 ल ल दिउँसो आएको भए चाहिँ रमाइलो हुँदैन रहेछ केटा अब ल 100% है किनकि लाइट हुँदैन त्यस्तो ल कफी खाइदिनु न त एउटा कफी खाने हो कफी खाइदिनु कि तातो हुन्छ कि जाडो भइदियो यहाँ चाहिँ पाउँछ कफी ल भाँच्यो होइन ब्रो यार साँच्चै मोड्थ्यो कि क्या भाँच्यो यसो गरेर त सकिँदैन ब्रो कसरी बसेर कि के बसेर होइन यता यता माउन्टेन चढेर ए होइन आउनु त ल कफी खाइदिनु गाइजहरू ल है कफी खानु लाग्दैछौँ ल खाना खिच्दाको माथिपट्टि यस्तो रहेछ माथि चाहिँ बबाले गार्डन रहेछ है ल एनाकिस्ता भन्दै 2 घन्टा लाग्यो लाइन बसेको यसो चाहिँ रहेछ माथि है ठिकै छ राम्रै छ जेरस जोस् राति नै घुम्नुपर्ने ठाउँ चाहिँ रहेछ यो है ल स्यान्टाको त हिँड्नै सकेको छैन यार प्लाजा क्याटरिङ क्यान्ड्री ल going right
क्रेजी रहेछ यार यो Now we here go. Whoa. Oh shit. Crazy रहेछ यार यो ल यत्रो आयो है यहाँबाट ल स्काई वक चाहिँ यस्तो रहेछ Ese es solo para ver el view. Dele. ल हामी चाहिँ अब गेटिङ ब्याक है फ्रम दिस द म्याजिक अफ माउन्टेन एनाक्रिस्टा होइन त ल मुन लागिरहेछ जुन लागिरहेछ हामी तल जाँदैछौँ है ल दुइटाहरूले मलाई समाउ है मतलब एप्पल के छँदैछ टेन्सन नलिनु न तू अपना देख भने भन्ला कि मान्छेले तू अपना देख ल यो झिलिमिली सिटी अफ लाइट्स भन्दै यहीँ रहेछ है सिटी अफ लाइट्स केलाई भन्छ अरे केटा बुल्टिन बग भन्दैछ अरे ल यो चाहिँ बबाले है यो चाहिँ यस्तो बबाल छ जोस् माउन्टेन रिजनमा चाहिँ यतिको भयो भने चाहिँ धेरै टुरिज्मलाई प्रोस्पेक्ट रहेछ है नेपालमा यस्तो के अरे चन्द्रगिरीतिर छ अलरेडी कालीचोक त्यहाँ झाडीमा झरेपछि कहाँ हो कहाँ फेरि त्यही नै अब जिपिएस त लोकेसन ट्र्याक गर्दै कता हो के हो है बरु त्यसको पिज्जा चाहिँ भेट्थ्यो होला उहाँले भेट्दैन 8 बजे बन्द हुन्छ नि त ब्रो कति बजे यार अहिले 9 बजे 8 बजेसम्म यो मान्छेहरू सबै झरिसक्छ होइन तलबाट इन्ट्री चाहिँ बन्द क्या ए 8 ठ्याक्कै भएछ नि त ल हाम्रो टाइमिङ हेरेर ल हामी कति बजी आएको अरे माथि 6 बजी त होइन होला त्यही 6 साढे 6 बजी चाहिँ माथि हामी चाहिँ अब हाम्रो ट्रिपलाई एन्ड गर्दैछौँ है दामी आएर होला है लङमा बवाल आइरहेछ अझै एउटै लाइट आयो क्या केटा हो त्यो सबै लाइट आएन किन आएन सबै ग्याटिनबर्ग हिजो बल ड्रप भएको ठाउँ चाहिँ यता रहेछ है न्यु इयरको पार्क देखिँदो रहेछ यहाँबाट ल पिज्जा खाएको ठाउँ नजिकै सबसे नजिकै खाना खाने ठाउँ कहाँ रहेछ भन्नाले बिचमा बिचमा के भिलतिर छ हो कोलिन भिल्स के भिलतिर छ नेसनल नपुग्दै गरे नेपालमा भएको बेला मेरो उतै भात खानलाई मलाई त मैले मेरो आइफोनको फोटो मन पर्न छोडिसक्यो यार 17 सम्म त मन परिरहेको थियो म चाहिँ मन्जिलकोबाट खिच्न थालिसकेपछि कस्तो तोरी आएको जस्तो फिल भइरहेको छ कि एन्ड्रोइडको ल क्वाक हो गरेर आयो है डिज्नील्यान्ड
मिराकल अफ माउन्टेन पनि हेरियो है। यो भिडियो हाल्दाखेरि चाहिँ अब के भने हाल्नुपर्छ भन्दाखेरि थाहा छ ब्रो, र अनएडिटेड अनफिल्टर्ड अनसेन्सर्ड होइन त, के अरे भ्युवर्स डिस्क्रिप्सन इज रिक्वायर्ड भनेर फेरि त्यही त्यही त। यो अब सेन्सरसिप लाग्ला जस्तो यार। फेरि ल आयो है आयो आइपुगे हामी पनि के गर्नलाई। वान मोर ल ल ल ल ल ल सेट जाँदा सपिङ मल रहेछ नि त। ए ल दिमाग लाग्छ है त्यही भनेको। फोटो पनि लिएको हेरेन, फोटो खिच्नै पर्ने। मलाई फ्रीमा होला फोटो सोचेको कि। ल ए छोडिदियो म टाइम वेस्ट नगरेर म $90 किन्ने चाहिँ के हेर्ने एउटा थाहा छ मलाई। ल 90 रुपियाँ कसले किन्छ ल दमसम ल यहाँ लाइन बस्नुपर्ने हो क्या निस्किनलाई। सिस्टम चाहिँ कडा रहेछ है। अब छिर्नै पर्ने रहेछ। के भयो कति रुपियाँ हो यो? जोतको कपडा ओहो 50 रुपियाँ यार। रसको कपडा छ हेर्दाखेरि। यो बियरको स्किनले बन्ना होला क्या बियर। एक्सक्युज मी यहाँ सस्तो भन्दा के रेन्ज यार? ल ल है अब हामी चाहिँ जाँदैछौँ। रमाइलो भयो। ल 2 घन्टाको लाइन सुरु भएको थियो। अब लाइन सकिएर माथि गएर तल आएर कति बज्यो? 8 बज्यो। हिजो यही बाटो होइन त डह्रो भिड भएको है। आज पुरै खाली भइसक्यो। ल इमा मात्र बिजी रहेछ क्या। यहाँ फोटो खिचेको थियो कि। She did say though that the food was nasty. ग्याटलिनबर्ग डाउनटाउन पनि घुम्यो। सानो यताबाट यता राइट हियर। ल ग्याटलिनबर्ग क्रिसमस एनाकासिटा। ल है ह्याप्पी न्यू इयर ह्याप्पी क्रिसमस सबै मनायो होइन त गाइजहरू। ल गाडी खोलो त चार्जमा हाल्दिनु। एन्डिङ दिस विथ झिलमिली होइन त। ल गोइङ ब्याक फर नाउ। पखला ending the night and ending the day with Christmas tree को बत्ती झिलमिली।